नमस्ते नमस्कार म चाहिँ स्टिफिनिस म यति बेला गोवा पुगिसकेको अवस्था म गोवाबाट बोलिरहेको छु होइन। यतिखेर चाहिँ म मेरो भाइहरूलाई भेट्न जाँदैछु। मलाई लिन चाहिँ एकजना साथी आउनु भएको साथी चाहिँ छुटेर यहाँ छोडेर चाहिँ गइहाल्नुभयो मेरो ब्याग चाहिँ रुममा छोडिदिएर। अनि म चाहिँ अब आफ्नो गन्तव्यतिर प्रस्थान साथीभाइहरूलाई भेटघाटको लागि चाहिँ कलङ्कोट जाँदैछु होइन। कलङ्कोट बिच त्यहाँ मेरो भाइ दुईवटा भाइहरूसँग भेटघाट हुनेछ। त्यो भेटघाटपछि के हुनेछ र के गर्नेछौँ र कहाँ जानेछौँ के गर्नेछौँ त्यो सबै म तपाईँहरूलाई भिडियोमा नै हाल्ने देखाउने छु। त्यसको लागि तपाईँहरू हेरेर लाइक कमेन्ट र सब्सक्राइब गरेर नभुल्नु होला र साथमा भइरहेको बेल आइकनलाई पनि थिच्न नभुल्नु होला भन्न चाहन्छु है। अस्ति आउँदा चाहिँ गाडीमा चाहिँ आउँदा खिचिया थियो ढोकाले रातिको बेलामा खाना आँखा नदेख्दा लाइट नबालेर बनाउँदा चाहिँ खिचिया थियो। त्यसको लागि चाहिँ केही छैन है। यो भिडियो हेर्नु होला, सक्दो सेयर गर्नु होला, लाइक गर्नु होला। गोवा टु नेपालको यात्रा र यहाँदेखि नेपालसम्मको यात्रा कस्तो थियो त्यो यात्रा चाहिँ देखाउन अझै नै बाँकी छ। त्यो यात्रा देखाउने नै छु र अहिले चाहिँ म छोटो मिठो र गोवातिर भएका भाइहरूसँग भेटघाटको लागि गरेका केही क्लिपहरू र केही संवादहरू चाहिँ तपाईँहरूमा आज प्रस्तुति गरे नै छु। त्यसको लागि हेरेर बस्नु होला। भिडियो आउँदैछ है त, हेर्नुहोस् है त। गाइस हामी चाहिँ आज कलङ्कोट बिचतिर हिँडिरहेका छौँ। आज हल्का छुट्टी भन्दा पनि यसो घुमघामको तरिकाले हिँडेका छौँ। साथीभाइहरू भेट भयो तपाईँ हिँडेको हामी कलङ्कोट बिच जानु भएको। पछाडि मेरो सूर्य भाइ थाहा राख्नु धेरै प्रकार दिपक भाइ। आज हाम्रो यात्रा छ 3 भाइको चाहिँ 2 जोडा छौँ। कोही जोडा मिलाउने भए आइजाऊ नत्र पनि छोड्दै जेमा पनि मिल्छ भाइ आलु चाहिया छन् के भाइरल भाका भालु मेरेको घाम लड्के जुगा तिम्रै राम राम काटे मरि छहारेको यसै हो मेरो भाइ बुवा भालुहरूको भालुहरूले गुवा भरिसक्यो गाई होइन। नेपालबाट आउने बसहरूमा चाहिँ अब नेपालको तुलसीपुरमा धेरै बिग्रिरहेको थियो। गुवामा आएर कतिपय त भाइरल भइसक्यो। आज भाइरल कोही बाँकी छन्। धेरै मयू भन्ने टिकटकर स्टारहरू पनि भाइरल भइसकेका छन् गुवामा। र भाइरल नगरे हो होइन। सरर पानी खड्डामा म त गुवा फर्कन्न गाउँ छ रे है बाजो कस्तामा। अब बसेर ल्या हो बिहामा छोटा क्लिप हाल्दै हिँड्ने गर्छौँ हामी है। कलङ्कोट बिच गोवाको फेमस आजभोलि बर्खा टाइपले गएको फेमस छ यहाँको पसलहरू कपडा तुलसीपुरको मार्केट छ। बालिनको सहर जस्तो छ नि यहाँको। रोड बन्द छ यहाँ राम्रो रोड बन्द। यहाँनिर अब जति पनि राम्रो एउटा तलमाथि डिटेल्स देखेपछि भाइ लड्की चाहियो भनेर सोध्छन् यहाँनिर केटाहरूले होइन। मलाई त सोध्छन् चिन्यान यदि बसिहाल्यो पनि सोध्छ के अरे केटाहरू एउटा चाहिँ गेटको कपडा लगाएको अलि राम्रो घरमा नआए जस्तो मान्यो भने टुरिस्टहरू देख्यो भने यहाँनिर चाहिँ भाइ लड्की भनेर स्क्यान हाल्छन्। मलाई नपर्नु होला कलङ्कोटतिर।
सब लोग को भी सचेत होने का सब लोग कलमकोट बीच जाने मेन रोड है यो चाहिँ हामी जाँदा त बाटोतिर कार अड्डियो र हामी एकछिन रोक्छौँ यहाँ एकछिन हामीलाई कारले पनि बाटो अवरोध गर्यो हामी चाहिँ तुलसीपुरका गल्लीमा हुन्छ नि प्रेम चौकदेखि तल बस्तार गाउँले लड्के माथि कल्याणजान रोडपट्टि पिपलकोटदेखि माथिको बाटो होइन यस्तै गल्लीमा चाहिँ बाटो राम्रो हुन्छ छैन होइन गल्लीमा त आफ्नो एरियामा भित्र आउँदैन भाइ भेट्लो अझ आएर आउँछ है कुल्लो बनाले गुवाका भालुले पागल बनाले बचतच नाही म्हणजे काय करता बोल्ने यहाँ चाहिँ सबैभन्दा फेसन भनेको चस्मा चस्मा त जहिले पनि लगाउँदैन नभए मर्ला बड्डी सेड्युलहरू पनि यस्तो देखाउँदैन जाउँको भन्थे उनीहरूलाई आफै हो मेरो छोरको मनाले गुवामा दौडिने भालुले यिनी दुईटालाई पागल बनाले अब यो चाहिँ भलकमा आउँछ नि मैले जस्तो जस्तो गाली गरेको नगरमा हामीले त जो देख्यो त्रुप्ते भने होइन जो भेट्यो पनि अहिले कलमकोट बिग्यो भेट्यो भने नि लाइनमा हाल्ने हामी अस्ति बसेर त्यहाँ आएन यहाँनिर रहेछ थाहा पाएन मैले यहाँनिर केट ल्याएर आएर कुकुर गाडी छिन्दैछ भित्र कटा कटाइ त गर्दैन पर्दा होइन सिरे भाइ कटाइ कटाइ गर्दैन नि 2 एउटा परेर सुत्यो भने गर्दैन कम्बल गरेन क्या एउटा बेडमा किन 4 जना अटाउँछ कहाँ 6 जना 4 जना 8 जना 9 जना अटाउँछ त्यो बेडमा त्यो कोठामा कसम हामी के राख्दैन 9 जना अटाउँछ त्यहाँ किन घबागब वाला घबागब चाहिँदैन हामीलाई होइन घबागब नो अब हामी एकदम कलमकोटको बिचमा पुगेका छौँ होइन जसले पनि जानेर सोध्छन् च्याटु च्याटु भन्छन् च्याटु हाम्रो यहाँनिर अनि घर जाने बेला चाहिँ बाल काटेको साथी हो हेर बाल पनि छोटो छोटो गराएर दुश्मन बढी गएर सकिरहेको छ दुश्मन बढी भयो त्यो पनि हामी राजुको सारू भाइको त गएछ राजाको छोरो सारू भाइले हिस्टी काम गर्छ सन्दुर जाँदै राजाको सारू भाइले हिस्टी काम गर्छ सन्दुर जाँदै भैया टाइटो नहीं बना रहा है गोवा में हामी गोवा में बैठता है बनाएंगे ना बाद में घर जाते आएंगे जरूर आएंगे टेंशन मत करो क्या तो हम लोग के लिए शौक नहीं है बागा में हाम्रो है अनि दिपक भाइ अब त्यो वाला त गराएको ट्याटु गरेर होइन हामी त ट्याटु टोकवाला होइन नि त ट्याटु अनि लोकर गुन्डा भन्छ नि होइन आज ट्याटु नआन्दै त माछालाई लोफर भन्छ नि साला दुनियाँले मा खाथेहरूले हामी कुनको कसको के बिगार्छ कसको के खाइदिए आउँला भन्ने कसैको अहिले एक रुपियाँ खाइएको छैन त लोफरहरू भन्छन् अरे गुन्डाहरू भन्छन् अरे हाम्रै खाएर कति माछालाई चोरहरू डुमिरहेछन् त्यसलाई के भन्छ हामी त सादा जुन उच्च विचारको मान्छे कसै के खाइदिएको पनि कसै के ल्याइदिएको होइन भाइ श्री भाइ यहाँनिर भित्र सिरौँ एकचोटि त्रिक्क हानेर आउला नहीं यार अभी सुबह अभी घर जाने का टाइम नहीं वैसे तो भाई तो कुछ नहीं ना बोलोगे आए जाते टाइम में मारेंगे भाई अभी नहीं ये भी टैटू है भाई हमारा ब्रांड टैटू यही है शरीर में टैटू सबका खूब होता है ना हमारा खूब क्या करें
आमै दुध खाने भनेर रोएको त्यहाँदेखि बच्चाहरू है रोयो हामीले कति सेतो रोग है कति सेतो है त्यो रोगको पनि दौडेर गर्मी मेटाउ समुद्र पौडेर भालीले मान्छे हो त्यो अझै फोटो खिचौँ क्या पाउँछ क्या त पैसा दिनुपर्छ 10 रुपियाँ त छ किन 10 रुपियाँ खुल्ला मलाई 200 रुपियाँ छ 10 रुपियाँ खुल्ला छ फोटो 10 रुपियाँ हाल्नु छ तिमी मलाई 200 रुपियाँ मात्रै खुल्ला 200 रुपियाँ हाल्ने त क्या हानेर हालिदिउँ न एउटा फोटो बिचमा चाहिँ हामीलाई चाहिँ अन्त ड्रिङ्किङ गर्न मन लाग्यो त्यो भएर चाहिँ हामीले वाइन सपमा वाइनसम्म गएर सोध्छौँ अब त्यो चाहिँ वाइनसम्म त के खान्छौँ त्यो चाहिँ नदेखाउँथ्यो खाइसकेपछि पछि देखाउँला है जसलाई यतिकै ब्याक खाइसकेपछि चाहिँ ब्याक गरेर फोटो भिडियो चाहिँ गराउनु गइरहेको छौँ यसो गरेर चाहिँ एउटा कुन मान्छे भेट्यौँ हामीले गुवा बिच कलङको बिचको वरिपरिमा त्यो चाहिँ हामीले भिडियो आन ल अब हामी चाहिँ सुन मान्छे बनाउनु लाग्छ त्यो भएर चाहिँ फोटो हाल्छ ल अब हामी चाहिँ हालेर अनि बनाएको हामीले भिडियो गरेर बनायौँ फोटो सोटो हान्यो एउटा हामी चाहिँ उत्रियौँ अब हामी चाहिँ पुग्यौँ कलङकोट बिच त्यसलाई भन्छ कलङकोट बिच होइन एकदम घुम्नु छ राम्रो लाएर है ड्युटी त भोलि छुट्टी हो त्यही भएर पनि रातिमा सुतिरहने काम गरेँ भोलि छुट्टीमा हामी कलङकोट बिचमा चाहिँ अब दुश्मनहरू धेरै छन् आँखा लाग्ने भेट्यो भने भाउ त 4 दिन नभेट्यो भने भन्छ कहाँ शीतलोमा त्यहाँ भित्र पनि खुर्सी पैसा तिर्नुपर्छ माछाले तेरो बालाई ओइ सूर्य छोडिदिएको त्यहाँ पैसा तिर्नु त ओइ त्यहाँ बसेर पैसा तिर्नुपर्छ क्या नाटक नगर बिउ जानु के खानेर खुज्ने बोला पैसा बुझ्दैन अब मैले जाम भनेर कर गर्थ्यो यसले चाहिँ मान्दैन होइन खानेवाला बुझ्ने लोगको बैठ्ने मत कि है खोइ भाइरको लिएर बस्न पाउँदैन के भाइरको बोक लिएर बस्न पाउँदैन कि को साथी हो नाटक नगर क्या कलङकोट बिचमा ल्याएर बसाल्यो होइन होटलमा भन्छ होइन एउटा हुक्का पनि मगायो हुक्का आउँछ केही छिन पछाडि अनि हामी हुक्का पनि तान्नेछ इन्जोय पनि गर्नेछ त्यहाँपछि फेरि लाग्नेछ आफ्नो गन्तव्य बिचतिर यस्तो गर्मीमा दीपक भाइ म हाम्रो सूर्य भाइ तिनवटा छौँ यात्रा ठिक छ सही छ हाम्रो यात्रा कस्तो लाग्छ हाम्रो गर्मीमा चाहिँ पसिना चाहिँ तत्त चोइरहेको किन्छ नभनौँ अनाज तर यता भयो त जाँडा लाग्छ यहाँ हामी चाहिँ अब सूर्य भाइ म हाम्रो दिपक भाइ चाहिँ अघि भने हुक्का तान्ला छ हुक्का हामी तान्ला
सानो टिस्यु हालेर अड्या छ नामलाई घात गरेछ होइन ठिकै छ के छैन साथीभाइ हो मामा मगना त्यसले के हान्छ कट कट ಮಾಡ್ತೀವಿ देव पुग्छ त्यहाँबाट जोरले पुग्छ भयो हाल हालकै त्यसले टिस्यु हालेर अड्या थियो यहाँ लाइभमा बसिरहेको छु यहाँ हेर्दैछ भिडियो हुक्का चिनी मिले मलाई बिगार्यो कलङ्कोट बिचमा आज हाम्रो मेरो सूर्य भाइले चाहिँ मलाई चाहिँ स्वागत गरेर दाइले तँलाई हुक्का खुवाउँछ दाइ तेरो फ्लेभर के मनपर्छ तँलाई भन्नु भन्थ्यो होइन मैले चाहिँ पहिला चाहिँ हुक्काको काम गरेको मान्छे पनि मेरो होटलमा चाहिँ डबल एप्पल ಇವತ್ತು ನಮಗೆ ಇವತ್ತು ಇಲ್ಲಿ ರೂಮ್ ಮಾಡಿದ್ರೆ ನಮಗೆ ಏನ್ ಲಾಸ್ ಇಲ್ಲ ನಾಳೆ ಬೆಳಗ್ಗೆ गुवाको बिच मलाई फोन चाहिएको थियो नान हेर नानी तेरो फोन हेरिरहेको छ तेरो फोन हानिरहेको छ नानी चाहिँ हाम्रो सूर्य भाग तान्छ ल तान्त तान्न अन्त बिरी पार्टी हो भन्ने मान्ने हो त्यो थाहा पाएन जान्दैन फेरि त्यहाँ हामी चाहिँ अब कलङ्कोट बिचमा एक्चुअली हुक्का तान्यौँ अब हुक्का तानेपछि चाहिँ फेरि हामी आएर तर पनि हिँड्छौँ जानुपर्छ मेरो त राति 12 बज्यो 5 बजी रोक्नु के हुन्छ 5 बजी 7 बजी ರಾಜ್ಕುಮಾರ್ ನೋಡ್ತಲ್ಲ ನಮ್ಮ ಪ್ರಕಾರ ಆ ಸ್ಕೂಲಲ್ಲಿ 30 ಜನ ಯಾರೇ ಕರೆಕ್ಟ್ ಅಷ್ಟಂ ಬರಲ್ಲ ಇದು ಇದೇ ಪಟ್ಟೋಡಿ ಇರೋದು ಪಾಠ ಮಾಡಕ್ಕೆ ಹೇಳ್ತಾ ಒಂದು ಬೋರ್ಡ್ ಡಿಸ್ಕ್ ಇರಲಿಲ್ಲ डबल एप्पल भन्नु त सुन्न सन्दिदेलाई फोन गरे नेपालगञ्ज आएर लगेर गएछ है के टुक्क टुच्च के टुच्च हेर्दैछ यहाँ टुच्च लाएर हालिरहेको छ दाइहरूले त त्यहाँ इन्जोय गर दाइले यहाँ इन्जोय गर्छ त नेपालमा इन्जोय गर्न टिकट हेर्नु भयो कि नै एउटा बोतल पठाइदिने कुन बोतल पठाइदिने त्यो भन् नाम अरे यार रक्सी चाहिन्न कि अबे भोसडी के नाम भन्न नाम कुन बोतल पठाइदिने नाम भन्न भने के प्लेन टिकट कति सक्यो ए त्यहाँ कार्तिक लाग्यो कुकुर भरि पुग्नु लागेछ नि त के हो कान्छा प्लेन टिकट यार सुन न प्लेन टिकट हामी यताबाट जानुपर्छ 6000 तिरेर गयौँ अस्ति होइन अब उताबाट कक्षा थाहा छैन किङ घर आएछ किङलाई सोध्न किङ कतिमा 6000 मा आएको म पनि 6000 मा आएको होइन उहाँबाट आउँदा चाहिँ तत्काललाई कक्षा थाहा छैन कि त 1-2 मिनट अगाडि काट्नु पर्यो केटा हेर खै त्यहाँ वरपर सर र घुमा त को छौ किन नचिन्ने यार राजालाई त चिन्छु त उसलाई पनि चिन्छु उसलाई तिमी यिन दुइटालाई चिन्नेल्छु राजालाई चिन्छु उसलाई पनि चिन्छु अर्को को छ खै अरू देखा त अरू जेनिसलाई चिन्ने अनि पुन्टे कहाँ छ पुन्टे सुन नयाँ सालमा मा कसम खसी काट्छु घर आएन भोसडीवाला कहाँ जाने हो इन्जोय गर्ने हो खसी काट्ने हो मैले माट टोक्ने त्यो हैन उसको घरमा एकै वर्षसम्म हान्नु कि नै तिलक त्यको घरमा एकै वर्षसम्म नानी नहुने पहिला जेनजीले आन्दोलन गरे अब फेरि आन्दोलन गरेर आइजान्छु घरमा कसम 50,000 टिकट भने आइन्छु घर न आइन काङ्ग्रेस र एमाले माओवादीको घर छानी हानिन भने मेरी माको पनि म त आइजाने मरि जाउँला बरु आइन्छु बड्डा आएन जगाउने कसम के त्यो हतियार राख्यो खिया लाग्न लागिसक्यो हतियार टिकट नदबा धेरै भइयो के कान्छ यार त्यो बन्दुक कहाँ छ बन्दुक आइमिज मेरो घरमा छ कहाँ छ त्यो तलाई थाहा भन्नु न माछाले भोलि पक्राउनु भने होला त्यो रेकर्ड गरे होला साले पक्राउनु भने होला
रेकर्ड गर्ला भोलि आउँला र म फेरि एकचोटि त गरेको थिइस् बट काठमाडौँको आएको बेलामा आशालाई त्यो देखाइदियो भने तर त भर लाग्दैन त्यही भएर त्यसलाई खुलेर कुरा गरेर हुन्न होइन राजा यो महाआशाले बहुत बिग्रियाउँछ क्या नै नै बन्दुक कहाँ छ बन्दुक ए बन्दुक क्या घर छ क्या बन्दुक क्या घर छ भोसडी के दिउँसो किन यस्तो रङ पालिदिने हाँसो नलाने यार केटा त्यो फिल्म टिकट बुझेर मलाई त्यो गर्नु त ओके भिडियो कल नगरे फेरि रेकर्ड आउँछ बाबु यहाँ हामी त दुई भाइ छौँ होइन कलमकोट बिचमा अनि हाम्रो फेरि अर्को दिपक भाइ यता चाहिँ हामीलाई यो पनि फनमा लागिरहेको छ हामी कलमकोट बिचमा छौँ कोही पनि फुलमा छैन कोही पनि हाफजायमा छ बिचमा जाने भनेपछि म पनि हाफजायमा छु कोही पनि हाफजाय हामीलाई बिच भनेपछि हामीलाई चाहिँ ब्रान्डेड चाहिँदैन कपडा मन ब्रान्डेड चाहिन्छ दुनियाँ कपडा फेर्दै हिँड्ने र दुनियाँको ओछ्यान फेर्दै हिँड्ने मान्छे हामी फेर्छौँ त केवल नन ब्रान्डेड यो फेर्छु तर तिमीहरू कपडा फेर्ने दुनियाँ ओछ्यान तातो गराउनेहरूसँग हामीलाई चाहिँदैन हुक्का चिले मिल्यो मलाई बिगार्यो माया प्रेमले धेरै माटो जिन्दगी सागर बन्यो उदावयासु भेल बिगारेछ बाङ्गो ढेर मायाले मार्यो दिल बिगार्यो त्यो जान्ने लास्टै अब यति है अब फेरि पढेर गीत गाउँछु हो फेरि आउँछ आज हाम्रो चाहिँ नेपालदेखि म गोवा आइपुगेको यात्रा र मेरो भाइहरू मलाई पिकअप गर्न आएको यात्रामा चाहिँ हामी चाहिँ बसेर हामीले मजाले बेसीबार घुमेर इन्जोय गरिरहेको छौँ होइन कसैलाई चाहिँ के भन्छु भने गोवा टु नेपाल जाने समितिका सबै पदाधिकारीज्यूहरू र अध्यक्षज्यूहरू सबलाई चाहिँ के भन्छु भने पैसामा नबिग्नुहोस् नेपालीहरूलाई सकुशल उद्धार गर्न सिक्नु सकुशल सम्मानको साथ नेपाल गर्नुहोस् होइन तपाईँको भाडा मिलाएको छैन कोही 4000 कोही 3000 कोही 3500 आफ्नो मान्छे भनेर 2500 को मान्छेलाई 4000 मा हालिदिनु भएको छ नि त्यो मैले सबको नलेज र भिडियो राखिरहेको छु देखाएर प्रुफ गरेर पठाउँछु अहिलेसम्म केही बोलिरहेको छु नि तपाईँहरू धेरै बोल्नु भएको छ मैले बुझिरहेको छु लेकिन जुन दिन उत्रियो नि फिल्डमा चिनिस कि फिनिस त्यो तपाईँहरूको कसैले पनि सक्दैन सकिन्छ मिडियाको बाहुन मिडियामा ठुलो हो चिनिस उनीहरूलाई ढेका राख्नु होला अब हाम्रो रोयल्स हर्स गोवाबाट ननस्टप चल्छ नयाँ बस नयाँ समिति सिट बाई सिट भाडा 2500 कसैलाई के हुँदैन मान्छे दिए जस एजेन्टहरूले टिकट काट्नुहोस् 3000 मा गाडीवालाले सिधा डाइरेक्ट 2500 मा हो एजेन्टलाई 500 दिनुपर्छ होइन त्यही भएर 3000 भाडा हो एजेन्टलाई 500 भनेर हाम्रो गाडी भाडा चाहिँ 2500 हो पछिमा डाइरेक्ट हाम्रो नेपाल जान्छ रोयल हर्स बस हप्तामा एकचोटि छुट्छ तर सिट बाई सिट छुट्छ बिच बाटोमा कहीँ रोक्दैन कसैले पनि छेक्न सक्दैन सिधा डाइरेक्ट जान्छ हाम्रो बस है रोलर्स 9 तारिकको गोवा टु नेपाल जाँदैछ यति जाने इच्छुक व्यक्तिहरू हुनुहुन्छ तपाईँहरू कोही नेपालदेखि गोवादेखि नेपाल र नेपालदेखि गोवा आउँदै हुनुहुन्छ भने तपाईँहरूको शुभ र स्वस्थ लाभको कामना गर्ने र सहज यात्राको लागि रोलर्सलाई सम्झिनु होला भन्न चाहन्छु ढुक्क रहनुहोस् तपाईँहरूलाई गलत गरेको ठाउँमा त्योभन्दा अगाडि पहिलो प्राथमिकता सिक्ने दिन्छ सही सहज तरिकाले लग्छ है हेलो हजुर दर्शक नमस्ते नमस्कार म चिनिस्की फिनिस मेरो भाइ सूर्या बस्याल बस भाइरल रोयल बस भाइरल हाम्रो सूर्या भाइ म चिनी फिनिस हाम्रो बस गोवा टु नेपाल 9 तारिकको जाँदैछ तपाईँहरू यदि कोही गोवामा बस्ने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू हुन्छ भने यो आउँदै गरेको दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु हामी दुई भाइको तर्फबाट र तपाईँ यदि गोवा टु नेपाल र नेपाल टु गोवा आउँदै हुनुहुन्छ भने तपाईँहरूले हामी दुईवटालाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ तपाईँहरूको भाडा फिक्स 3000 सिट बाई सिट एउटा पनि सिटभन्दा बढी भयो भने त्यसको जवाबदेही र भिडियोको तपाईँहरूले दिएको कारबाही भोग्न तयार हुनेछौँ हाम्रो भाडा फिक्स 3000 हुनेछ है सिट बाई सिट हुनेछ नयाँ गाडी रोयल हर्स
गोवाबाट 9 तारिक हिँड्दैछ, उताबाट 13 तारिकको हिँड्दैछ। तपाईँहरू सम्झिनु होला, यात्रा गर्ने टाइममा चाहिँ जुन बस भाइरल भएको थियो उसले गर्दा त्यही बस चाहिँ हाम्रो यहाँमा चल्दैछ। एकदम सिट बाई सिट गाडीमा रेखामा खेत र 4 दिन भएको गाडी, नयाँ गाडी 3 दिनमा टकटक नेपालगञ्ज पुग्छ, उहाँबाट नेपालगञ्ज रुपेडिया पुग्छ, उहाँबाट पनि यहाँ 3 दिनमा पुग्छ। त्यसलाई तपाईँहरूले चाहिँ हामीलाई कन्ट्याक्ट गर्नु होला। ढुक्कको साथ बगैँचा साथहरू कुनै पनि समितिहरूले को पछाडि नलाग्नु। समितिहरूले धेरै लिन्छ, धेरै गरे। एउटा मान्छेको बराबर 1100 कमिसन खान्छन्, त्यो 1100 हामी खाँदैनौँ। त्यहाँ चाहिँ 3000 दिनुहोस्, हामीले गाडीलाई 2700 दिन्छौँ, हामी 200 खान्छौँ। 1100बाट उनीहरूको 900 बढी खान्छन्, हामी 200 मात्रै खान्छौँ। त्यसमा चाहिँ तपाईँ ढुक्क हुनुहोस्, पठाउनुहोस्, आउनुहोस्। तपाईँहरूको यात्रा हाम्रो जिम्मा, एकचोटि सेवा गरेर मौका अवश्य दिनुहोस्। अहिलेदेखि अब हामी चाहिँ रेगुलर लाग्नेछौँ, कसले रोक्छ रोक्न दिउँ, छेक्नेलाई छेक्न दिउँ, फरक पर्दैन। हाम्रो बस रेगुलर लाग्छ पन्जिम पाटो बस स्ट्यान्डबाट है। डाइरेक्ट 9 तारिकको बस जाने इच्छुक व्यक्तिहरूले कन्ट्याक्ट गर्नु होला। नयाँ बस हो, सिटभन्दा 1 पनि बढी हुँदैन, भाडा 3000 मात्रै है त। हामीले हुक्का खायौँ, अब हामी चाहिँ उठ्यौँ है बिचबाट। अब चाहिँ हामीले उठ्यौँ, अब चाहिँ हामी फेरि कलमकोट बिचतर्फको यात्रामा हामी सुरु गऱ्यौँ। मेरो रातो लगाएको सूर्य भाइ अनि कालो लगाएको दिपक भाइ, हामी तीन दाजुभाइ चाहिँ हामी बगैँचा साथ हिँड्यौँ। यहाँ चाहिँ हामीले एउटा हुक्का पियौँ, अनि हुक्का पनि डबल एप्पल अरू मिन्टो पियौँ। अनि त्यो पिइसकेपछि चाहिँ पिता कतिपय मेरो भाइहरूको फोन आयो चाहिँ भाइहरूसँग कुरा गऱ्यौँ, हल्का पिता कुरा भयो। तर कसैलाई उडाउनु पनि कुरा आयो, त्यो कुरा पनि आउँछ बिचमा, जसलाई जे सुन्नु सोच्छ हामीलाई आइडोन्ट कुरा मलाई फरक पर्दैन होइन। हामी चाहिँ बिच जान्छौँ, बिचको दृश्य देखाउँछौँ। कलमकोट बिचको दृश्य देखाइसकेपछि चाहिँ म चाहिँ आफ्नो गन्तव्यतिर लाग्छु केही छिनपछि। अब गन्तव्य जानै पर्छ, ड्युटी अर्काको ठाउँमा आइसकेपछि काम गर्नै पर्छ। काम गर्नु हुँदैन, परदेशको ठाउँमा बसिसकेपछि अर्काको काम गर्नै पर्ने हुन्छ होइन। कसैले मान्छे ठगेर खान्छ भने हामी त परिश्रम गरेर खान्छौँ। त्यसको लागि विरोध गर्दा कतिपयले धम्की तरासेर आउँछ, धम्की तरासेर डराउने मान्छे होइन। चिने पनि इज द पावरफुल लडाइँको मैदानमा छिरेपछि के चर्चा कि परिचर्चा भइहाल्छ, कि मरिन्छ कि मारिन्छ भनेर उक्रिने हो। राम्रो गर्न सक्ने हो, राम्रो गर्न खोज्ने हो। राम्रो गर्दा पनि पार्टीको जस्तै बा भन्दै त्यो महेश बस्नेतले गाउँछ नि, बा त्यो बाले हरेक गल्ती गर्दा नि बा भन्दै त्यस्तै नबन है। गोवा बहिनी समितिका दाजुभाइहरू होसियार गरेर बस्छ, नत्र भने फेरि जेएनजी आन्दोलनभन्दा बढी आन्दोलन होला र समितिहरूलाई पनि गोवाबाट फेरि भागाभाग गर्नु पर्ला एक कारण है। हामी चाहिँ यतिखेर हजारौँ मान्छेको बिचमा कलमकोट बिच, हजारौँ मान्छेको बिचको दर्शन हामीले चाहिँ टल्का छ, गोरो सारा त कालो बनाउँछ। चस्मा लाउँछु म भन्यो भने मेरो भाइ चाहिँ म चस्मा लाउँछु, मलाई चाहिँ अलिक एनसी देखिनु पऱ्यो, दाइ के पठिन्न भन्छ होइन। यहाँ चाहिँ अब बिचमा चाहिँ कार्तिके कुकुर र मङ्सिरे कुकुर दुई भाइको भेट भएको छ।